एकछिन सोच्नुहोस् त, तपाईँ संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथामा हुनुहुन्छ, तर तपाईँको खुट्टा मुनि जुन चट्टान छ त्यो कुनै बेला समुद्रको पिँधमा थियो। हो, यो सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य हो। आज हामी पृथ्वीको इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली टक्करको कथा सुन्न करिब 20 करोड वर्ष पछाडि जाँदैछौँ। 8,848.86 मिटर यो सगरमाथाको अहिलेको आधिकारिक उचाइ हो। तर यो केवल एउटा नम्बर मात्र होइन, यो त एउटा विशाल भूगर्भीय नाटकको अन्तिम दृश्य हो, जसको सुरुवात समुद्रको गहिराईबाट भएको थियो। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, समुद्रमा पाइने जीवहरूको अवशेष पृथ्वीको सबैभन्दा अग्लो ठाउँमा कसरी आइपुग्यो? हो, यही रहस्यको पर्दाफास गर्नु नै हाम्रो आजको यात्राको मुख्य उद्देश्य हो। अब यो रहस्य सुल्झाउन हामी एक किसिमको जियोलोजिकल डिटेक्टिभ बन्नुपर्छ र सबैभन्दा बलियो प्रमाण वा स्मोकिङ गन कतै टाढा छैन, यो त सगरमाथाको चुचुरोमै लुकेर बसेको छ। सगरमाथाको शिखर चोमोलुङमा फर्मेसन भनिने चुनढुङ्गाले बनेको छ र यो कुनै साधारण चट्टान होइन है, यो त लाखौं वर्ष पुराना समुद्री जीवहरूको जीवाश्म मतलब फसिल्सले भरिएको छ, जसले यसको समुद्री विगतको कथा आफै बताउँछ। यहाँ क्रिनोइड्स, जसलाई सी लिली पनि भनिन्छ, अनि ब्राकियोपोड्स र ट्राइलोबाइट्स जस्ता समुद्री जीवका अवशेषहरू भेटिएका छन्। यी सबै करोडौं वर्ष पहिले न्यानो समुद्रमा बस्थे। तर फेरि पनि त्यही प्रश्न, समुद्रका जीवहरू आकाशमा के गर्दैछन् त? यसको जवाफ पाउनको लागि अब हामीले समयको पछाडि फर्केर एउटा महाद्वीपको अविश्वसनीय यात्रालाई हेर्नै पर्छ। कहानी सुरु हुन्छ लगभग 20 करोड वर्ष पहिले, जब विशाल महाद्वीप प्यान्जिया टुक्रिन थाल्यो। त्यसपछि आजको भारत गोन्डवाना भन्ने ठूलो भूभागबाट छुट्यो र एउटा टापु बन्यो। अनि सुरु भयो एसियातर्फको यसको लामो यात्रा, तेथिस महासागर पार गर्दै। र यो कुनै छोटो यात्रा थिएन। भारतीय प्लेटले एसियासँग ठोक्किनका लागि करिब 6,400 किलोमिटरको दूरी पार गर्यो। यो त एउटा महाद्वीप नै एसियासँग ठोक्किनका लागि दौडिरहेको थियो। अझ अचम्मको कुरा त यसको गति थियो। कुनै बेला त भारतीय प्लेट प्रति वर्ष 15 सेन्टिमिटरको रफ्तारले अघि बढिरहेको थियो। यो आजको सबैभन्दा छिटो चल्ने टेक्टोनिक प्लेटभन्दा झन्डै दोब्बर हो। महाद्वीपको लागि यो त एकदमै तीव्र गति थियो। र त्यो तीव्र गतिको यात्राको अन्त्य भयो एउटा महाटक्करमा। यो एउटा यस्तो दुर्घटना थियो जसको तयारी 5 करोड वर्षदेखि चलिरहेको थियो र यसले हाम्रो ग्रहको भूगोललाई सधैँको लागि बदलिदियो। जब दुईवटा महाद्वीपीय प्लेटहरू ठोक्किन्छन्, तिनीहरूको घनत्व लगभग एउटै हुन्छ। त्यसैले एउटा प्लेट अर्को तल भासिँदैन, बरु दुवै प्लेट खुम्चिएर माथि उठ्न बाध्य हुन्छन्। मतलब माथि जानुबाहेक तिनीहरूसँग अरू कुनै विकल्प नै थिएन। अमेरिकी भूगर्भ सर्वेक्षण अर्थात् USGSले पनि यही कुरा भन्छ। उनीहरूको अनुसार दुवै महाद्वीपीय भूभागको चट्टानको घनत्व उस्तै भएकाले एउटा प्लेट अर्को मुनि जान सकेन, त्यो अथाह दबाव आकाशतिर धकेलिएर मात्र कम हुन सक्थ्यो। र यही प्रक्रियाले नै हिमालयलाई जन्म दियो। भारतीय र युरेसियाली प्लेट ठोकिए। भासिन नसकेपछि पृथ्वीको सतह कागज जस्तै खुम्चिन थाल्यो र बीचमा रहेको टेथिस समुद्रको पिण्ड त्यो त खुर्केर हजारौं मिटर माथि उठ्यो र संसारको छानो बन्यो। यो चित्रमा हेर्नुस् त, त्यो विशाल शक्तिले पृथ्वीको सतहलाई कसरी पट्याएर मोटो बनायो भनेर यहाँ प्रष्ट देख्न सकिन्छ। यो साँच्चै नै हाम्रो ग्रहको एउटा रचनात्मक तर विनाशकारी शक्ति थियो। नतिजा के भयो? आज हिमालय क्षेत्रमा पृथ्वीको सतह 75 किलोमिटर बाक्लो छ। यो भनेको विश्वको औसतभन्दा डबल हो। कति ठूलो असर पर्यो होला आफै अनुमान लगाउनुस्। तर कथा यही सकिँदैन। सबैभन्दा रोचक कुरा त के छ भने त्यो टक्कर अझै पनि चलिरहेको छ। हो, हिमालय पर्वतहरू स्थिर छैनन्, तिनीहरू जीवित छन् र अझै बढिरहेका छन्। यो त एउटा दौड जस्तै हो। हरेक वर्ष टेक्टोनिक प्लेटको दबावले हिमालयलाई करिब 4 मिलिमिटर माथि धकेल्छ। तर अर्कोतिर हावा र हिउँ जस्ता शक्तिहरूले यसलाई खिरहेका हुन्छन्। यो माथि उठ्ने र खिने बीचको कहिल्यै नसकिने दौड हो। तर अहिलेसम्म यो दौडमा माथि उठाउने शक्तिले नै जितिरहेको छ। भूक्षयको बावजुद सगरमाथाको समग्र उचाइ बढ्दो क्रममा नै छ। किन होला? किनभने भारतीय प्लेट रोकिएको छैन।
यो अझै पनि करिब 5 सेन्टिमिटर प्रति वर्षको दरले एसियालाई धकेलिरहेको छ। यो नरोकिने शक्तिले हिमालयलाई माथि उठाउन र एसियाली महाद्वीपमा ठूलो दबाव सृजना गरिरहेको छ। यसले के देखाउँछ भने हिमालय ढुङ्गाको थुप्रो मात्र होइन, यो त हाम्रो पृथ्वी जिउँदो र सक्रिय छ भन्ने प्रमाण हो। तर यो जीवित शक्तिको एउटा खतरनाक पक्ष पनि छ। यो निरन्तरको टक्करले पृथ्वीको सतह मुनि ठूलो तनाव जम्मा गर्छ र त्यो तनाव जब अचानक रिलिज हुन्छ तब आउँछन् भूकम्प, जस्तै 2015को गोर्खा भूकम्प। त्यो कुनै अचानक भएको घटना थिएन, त्यो त त्यही करोडौं वर्ष पुरानो टक्करको आजको असर हो। त्यसैले अर्को पटक हिमालयलाई हेर्दा यसलाई एउटा शान्त पहाड मात्र नसोच्नुहोस्। यो वास्तवमा 5 करोड वर्ष पुरानो स्लो मोशनको दुर्घटना हो, जुन आज पनि हाम्रो आँखा अगाडि अत्यन्तै ढिलो गतिमा भइरहेको छ। सगरमाथाले हामीलाई देखाउँछ कि 5 करोड वर्षमा पृथ्वी कति धेरै परिवर्तन हुन सक्छ। अब एउटा कुरा सोचौं त, अबको 5 करोड वर्षमा हाम्रो ग्रहको नक्सा कस्तो देखिन्दो हो?